So guys, welcome back to my channel. अनि आज चाहिँ फेरि एउटा नयाँ भिडियो लिएर आएको छौँ अनि यो भिडियोमा चाहिँ एउटा ड्रेस अप बताइदिन्छु मैले। ड्रेस अप चाहिँ के हो भन्दा रोक्नु है त। ड्रेस अप के हो भन्दाखेरि आलोक लेख्नु हजुरसँग बन्डल छैन होला हैन, मसँग पनि छैन, मैले त्यही आलोकको युज गरेछु। अब Love makes all the difference. Be a man. Tá sentindo a energia? यसको डिफल्ट छ नि यो कपाल अनि यो त डिफल्ट हैन। अनि यो चाहिँ यसको साटो गोरो खाले केही छ भने त्यो लाउन पाउनुहुन्छ। अनि यसको साटो यो अनि प्यान्ट पाइयो बीचमा यो व्हाइट सुज प्यान्टमा ब्ल्याक यो खाले लगाउनु। अरूसँग यो प्यान्ट आएको त होला यो प्यान्ट र यो छैन भने चाहिँ स्टोरमा आउनु अनि तल गर्नु। यहाँ रेडिम छ नि, रेडिममा जानु। यहाँ यो छ नि एफएफ टोकन अहिले त के राखेछ नि, यो तल जानु अनि यहाँ यतातिर आउँछ अनि यो सुज हो नि यहाँ इभा अलि व्हाइट सुज यही हो नि मैले देखाएको। अनि हामीबाट हातको कम्बिनेसनमा Chegou a hora. Solta o som. हालसँग बन्दित बन्दाल त होला है होला। यहाँ चाहिँ नि यसको यो अनि यहाँ यही हो। अब हेर्नु कस्तो छ। Chegou a hora. Solta o som. हरिब छ। Chegou a hora. Solta o som. अर्को कम्बिनेसनतिर थर्ड कम्बिनेसनतिर बडम अर्को कम्बिनेसन यो 7 एनिभर्सरीको निकाल्नै भयो होला। अनि यो दारी त्यही उसमै छ, यसको साटो केही पनि पर्दैन, यसमा यो राख्नु अनि यही भयो। Chegou a hora. Solta o som. हरिब छ। अब मसँग आजको लागि यति थियो कम्बिनेसन। अरु पनि मैले भेट्टाए भने मसँग वा के मैले यस्तै कम्बिनेसन ल्या कतै दिस साने भने मैले अझै भिडियो गराउँदै गर्छु। यही थियो मेरो टप 3 कम्बिनेसन। आई थिंक हजुरहरुले राम्रै लाग्यो होला। हजुरहरुले अझै पनि बुझ्नु भएन भने फेरि भिडियो हेर्नु होला। ल म यही भन्दै म जान्छु। प्लिज सब्स्क्राइब माई च्यानल। यही भन्दै म जान्छु। जय नेपाल, जय नेपाल।